नमस्कार, म सुनबहादुर गुरुङ, नेसनल लाइफ इन्सुरेन्स कम्पनीको फाइनेन्सियल एडभाइजर 2026मा एमटिएटी हुन सक्नु भएको। यदि तपाईँलाई एमटिएटीको फुल फर्म जान्न मन लागेको भए गुगलमा गएर सर्च गर्नुहोला, या तपाईँलाई गुगलमा सर्च गर्नलाई भ्याउँदैन सुनबहादुर सर एमटिएटी भनेको के हो भनेर सोध्न सक्नुहुनेछ, कमेन्ट गर्नुहुनेछ। त्यसको निम्ति म अर्कोचोटि भिडियो बनाउँछु। र मलाई एकदम चासो लागेको र मलाई भन्न मन लागेको विषयवस्तु चाहिँ के हो भन्दा, मलाई यो चुनावभन्दा अगाडि चाहिँ 2/3 के हो भन्ने कुराहरू पनि थाहा थिएन। राजनीतिक के हो भन्ने कुरा थाहा नभएको मान्छेलाई 2/3 कुरा थाहा हुन्छ त? हुँदैन। तर मैले पनि एकदम चासो लिएँ र 2/3 चाहिँ केलाई भन्दो रहेछ भन्ने कुराहरू पनि पत्ता लगाएँ। ठिक छ, अब 2/3 बहुमतको सरकार बनाउँदै गर्दा अर्को एउटा रहेछ ब्युरोक्रेसी भने। 2/3 सरकार बनेर म यो गर्छु त्यो गर्छु भनेर मात्रै पनि हुँदैन। जति पनि सांसदहरू हुनुहुन्छ, मन्त्रीहरू हुनुहुन्छ, त्यसको ब्युरोक्रेसी चाहिँ के छ त नि? त्यो ब्युरोक्रेसीसँग चाहिँ मिलेर काम गर्नुपर्ने हुन्छ। सो आज ब्युरोक्रेसी के हो भन्ने कुरा पनि बुझिसकेको छु र बुझ्ने कोसिस गरिरहेको छु।